सबैजनालाई हेलो अनि नमस्ते, वेलकम ब्याक टु माई च्यानल। विनीतजीको म्याडमजी निदेश So we're gonna race round 2 with Nitesh ji. Lo me फेरि हार्ने कि फेरि हार्ने not this time. के हुन्छ हेरौँ। नितेश र एरिक्सन ओके एरिक्सन हजुर Okay, you're gonna choose that for your. Okay, दाइ एकैछिन है सुलेसी चिज हो यो कति ल्यापको हुन्छ 4 ल्याप्सको 2 ल्याप्स चाहिँ ट्रायल हो प्र्याक्टिस ए ओके हस् हस् ए ओके हस् ओके here we go Nitesh पहिला एकछिन न पहिला एक ल्याप चाहिँ होइन एक ल्याप ट्रायल मात्रै हानौँ त्यसपछि गरौँ है ल ल अब सुरु के भन्ने अब Nites oraya gel. Kendisi.
फेरि हान्ने Oh, Nitas. Hey. I won the race. Okay, ठीक छ बब्बा कस्तो दामी मजा यार खोइ हारुको बेस भन् हारुको बेस फेरि हारुवा ए हारुवा मैले यति जिस्काएँ यार तिमीलाई बाटोमा ट्र्याकमा यस्तो यस्तो बिर्छ यो लुक्स बिर्छ मजा आयो फेरि हार्यो केटिएममा पनि हार्यो अब भन्छु अर्को भनेको राम्रै कुदाउनु हुँदो रहेछ अनि कम्प्लिमेन्ट्री पनि पायो नि त क्या उडेको यार बाइक त कसम भने फर्स्टमा उडाउन आएन सेकेन्डमा उडाउन आयो क्या मलाई यो ग्रिप लाउनु पर्ने रहेछ बब्बाल हुने रहेछ डट टेम्पलले कम ब्याक चाहिँ डेन्जर हो नि है ब्यागहरू त्यही छ सो दिस वाज इट डट टेम्पलको एउटा वन्डरफुल एक्सपिरियन्स इट वाज वान अफ माई ड्रिम्स वान अफ एउटा इच्छाहरू थियो इच्छाहरू चाहिँ यामा नेपाल अनि डट टेम्पलले गर्दा चाहिँ कम्प्लिट भएछ थ्याङ्क यू सो मच टिम यामाहा म पनि एउटा यामा ओनरै हो अनि कस्तो कुरा गरेको त यार यस ठिक छ त्यसमा तिमीलाई एउटा भयो त्यसमा तिमीलाई रोक्यो भने तिमी जस्तो हेर्दा नि हुन्छ तिमीलाई रोक्यो भने तिमीलाई रोक्यो भने क्या मेरो लागि हेर्दा नि तिमी त अरू यसमा कम्पिटिसन गर्नु मन आएन क्या कम्पिट गर्नु मन आएन गर्न चाहिँ सुरु हाल्नु पर्यो नि मलाई मैले साटो पनि लेखेको
त्यही भने म त फर्स्ट ल्याप ल म त आफूले सोचेँ एक ल्याप बिस्तारै गरौँ ल सेकेन्ड ल्यापदेखि अलिकति गरौँ थर्ड र फोर्थमा चाहिँ डेन्जर हान्नुपर्छ भने बसेको सिधै रेस दिइरहेको हुनु भएन अझै आइएम मिसिङ यु राइट नाउ ब्रदर तिमी मेरो राइभल बेस्ट राइभल हो ऊ बाहाना बनाउने यो लास्ट बाहाना बनाउने के यार अब कुरा नगर रेड बुल केटा हो वाइ म्यान यस्तो एपिक रेस भएको थियो नि सो एट द एन्ड अफ द डे हामी चाहिँ टक्क लगाएर हार्वजी विनरजी पाब्लोजी मिसेस पाब्लोजी पाब्लो कि पाब्लो मिस पाब्लो सो आजको रेस यस्तै भयो थ्याङ्क यू डट टेम्पल अब जस डट टेम्पलले चाहिँ इम्प्रेसन राम्रो बनायो यसपालि पहिलाको भन्दा पहिलाको रिसेन्ट इभेन्टले गरेर अहिले जस नाम कमायो फेरि पनि खुसी लाग्यो तर यस्तै इन्भाइरोमेन्ट भन्दा रमाइलो हुन्थ्यो है तर नभनौँ धेरै कुरा होइन सो कुनै कति कुराहरू हामीले बिर्सिनु पनि पर्छ मैले फेस रिभिल गरेँ भने यति मात्र फेस रिभिल गर्छु मैले अहिले जस्तै भयो यार मेरो या आम भेरी भेरी जेन्टल